नमस्ते, क्विक फिक्स विथ बिन्दुमा हजुरहरूलाई स्वागत छ। आज म बनाउँदैछु तिते करेला र आलुको तरकारी। यो बनाउन पनि सजिलो छ अनि थोरै मसलामै तयार हुन्छ। कसरी बनाउने म स्टेप बाई स्टेप बताउँछु है त। मैले यहाँ 2टा करेला, एउटा ठुलो आलु, 2टा हरियो खुर्सानी, एउटा ठुलो टमाटर लिएको छु। खुर्सानी हजुरले आफ्नो स्वाद अनुसार कम बेसी गर्नुहोला है। सबै तरकारी सफा गरेर राम्ररी धुने अनि काट्नुपर्छ। करेलालाई सानो सानो लामो स्लाइसमा काट्नुहोला अनि आलु पनि उस्तै साइजमा स्लाइस गर्नुहोला। तिते करेलाको स्वास्थ्य लाभ धेरै छन्, विशेष गरी उच्च रक्तचाप अनि मधुमेह नियन्त्रणमा प्रभावकारी हुन्छ। करेलामा फाइबर पनि धेरै हुन्छ, त्यसैले पाचन प्रणाली पनि बलियो अनि सहज बनाउँछ। जुनसुकै तरकारी काट्दा पनि साइज मिलायो भने मसला राम्ररी लाग्छ अनि स्वाद पनि मिठो हुन्छ। हरियो खुर्सानी पनि काट्नुहोस्। हामी टमाटरसँग खुर्सानीलाई पेस्ट बनाउँछौँ, त्यसैले टमाटर मसिनो काट्नु जरुरी छैन। अब करेला भुट्न सुरु गरौँ है त। प्यानमा 1 टेबलस्पुन तेल हालेर जिरा फुराउनुहोस्। अहिले हामीले जिरा फुराउँदैछौँ, यही बेला म टमाटर र खुर्सानीको पेस्ट पनि बनाइहाल्छु है। अनि अब जिरा फुरेपछि करेला राख्नुहोस्। आधा चम्चा नुन हालेर करेला रातो हुँदासम्म भुट्नुहोस्। यो भुट्न आगोको आँच धेरै नगर्नुहोला, सानो आँचमा मजाले भुट्नुहोला है त। करेला रातो भइसकेपछि यसलाई एउटा भाँडोमा निकालेर राख्नुहोस्। त्यही प्यानमा आलु राखेर भुट्न थाल्नुहोस् अनि माथिबाट हल्का तेल छर्किनुहोस्। अर्को भाँडो चलाउनु पर्दैन, भाँडा धेरै चलायो भने पनि काम बढ्छ। एकछिन भुटेपछि थोरै बेसार राख्नुहोस्। हामी आलुमा नुन हाल्दैनौँ, मसलाको नुनले नै पुगिहाल्छ। आलु रातो हुँदासम्म भुट्नुहोस्। आलु पाकेको छ कि छैन भनेर चेक गर्नलाई एउटा चम्चाले यसो काटेर हेर्दा पनि हुन्छ है त। अनि त्यही प्यानमा टमाटर र खुर्सानीको पेस्ट राखेर पकाउनुहोस्। नुन, बेसार अनि 1 चम्चा जिरा धनियाँको धुलो हालेर मजाले पकाउनुहोस्। टमाटरले हल्का तेल छोड्न थाल्छ, त्यो बेलासम्म पकाउनुहोस् अनि मसला रेडी भयो भनेर थाहा भइहाल्छ। अब पहिले भुटेर राखेको करेला र आलु यही मसलामा राम्रोसँग मिसाउनुहोस्। सबै राम्ररी चलाएपछि तयार भइहाल्यो। यो बन्यो हाम्रो हेल्दी तिते करेला र आलुको तरकारी। यो तरकारीमा धेरै मसला छैन, तर स्वादिलो भने एकदमै हुन्छ।
करेलाको तीतोपनलाई टमाटरले सन्तुलनमा ल्याउने काम गर्छ, त्यसैले म यसरी बनाउँछु। हजुरहरू पनि ट्राई गर्नुहोला है, अनि कमेन्टमा कस्तो भयो भनेर भन्नुहोला है त। यो तरकारी तातो भात, रोटी वा किनुवासँग पनि खान सक्नुहुन्छ। यो रेसिपी मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्, अनि अर्को भिडियोमा भेटौँला है त।